नमस्ते सबैजनालाई मेरो युट्युब च्यानल हेरिरहनु भएको सम्पूर्ण साथीभाइहरूलाई नमस्ते भन्दै यदि तपाईहरुले मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला भन्दै म अहिले उएनो पार्कमा आइपुगेको छु। उएनो पार्कको विशेष यो पार्कमा के छ कस्तो छ तपाईहरुले यो भिडियो हेरेर मनोरञ्जन लिनु होला र भिडियोलाई साथ पनि दिनु होला, लाइक सब्स्क्राइब पनि गरिदिनु होला हेरेर भन्दै म यो भिडियो बनाउने तर्फ जाँदैछु। धन्यवाद। नमस्ते, यो हेर्नुहोस् यहाँ चाहिँ कमलको फुल छ। केही समयपछि यो भएको चाहिँ सबै कमलको बोट हो। यहाँ चाहिँ मजाको फुल चाहिँ यहाँभित्र चाहिँ माछा पनि छ। तपाईँले हेर्न सक्नुहुन्छ भोलिपर्सि अहिले चाहिँ हरियाले छपक्कै ढाकेको छ भने विशेष गरी यहाँ स्वदेश तथा विदेशबाट धेरै पर्यटकहरू घुम्न आउँछ। यो स्थानभित्र जुन छ त्यसमा धेरै एनिमल्सहरू जस्तै यहाँ एक्सर्साइज गरिरहेछ। एक्सर्साइज गर्ने ठाउँ हामी पनि एक्सर्साइज गर्न आऊ छुट्टीको दिनमा एकछिनमा एक्सर्साइज गर्छु, त्यसपछि फेरि अर्को भिडियो बनाउने क्रम गर्छु भन्दै ल एक्सर्साइज अब यहाँ गफ हान्नु पऱ्यो। थुप्रो छ बच्चाहरू यहाँ चाहिँ छुट्टीको बेला प्रायः त्यो चाहिँ फ्रीमा गर्न सक्छ। हामीले यहाँ फाइट घर नजिक भएको हुनाले घर नजिकमा चाहिँ एकदम रमाइलो छ। छुट्टीको बेला हामीले आउने गर्छौँ। एक दुई तिन आज चाहिँ उयोको मौसम चाहिँ एकदम पानी पर्न लागेको देखिएको छ भने यहाँ चाहिँ एक्सर्साइजहरू गरिरहेको छु। ल हेर्नुहोस् हामी चाहिँ यहाँतिर जगिङ गर्ने क्रममा छु। अब हेर्नुहोस् के कस्तो हुन्छ। पछि फेरि बताउनेछु यो ठाउँको बारेमा। हरियाली वन नेपालको धन भन्दा पनि हरियाली पनि जापानमा मन भयो। र हेर्नुहोस् त्यहाँ माथि चाहिँ जू हो, चियाखाना छ। चियाखानामा अब अहिले त बन्द भइसक्यो, बिहानै छिर्नुपर्छ, बेलुका निस्किने टाइम हो। अहिले चाहिँ हामी चिडियाखाना छिर्दैनौँ, उतातिर घुम्ने मात्रै पनि हामी थुप्रो छ यहाँ प्रायः। एकछिन चाहिँ म कुद्नेतर्फ लाग्छ। बिहानी बन्द भइसकेको छ। अब यहाँ चाहिँ डुङ्गा चढ्ने ठाउँ हो। यहाँ डुङ्गा चढ्नु पर्यो भने चाहिँ यहाँबाट चाहिँ टिकट काटेर लगभग 30 मिनटदेखि 3 घन्टासम्मको लिन सकिन्छ। यहाँबाट टिकट लिएर मजाले यहाँभित्र मजाले हामीले रमाइलो लिन सक्नुहुन्छ। हामीले अहिले चाहिँ क्लोज टाइम भएको हुनाले बेला मैले चाहिँ एकदम मजाको दामी भ्यू देख्छ। यहाँ साकुराको समयको आएको हुनाले अहिले चाहिँ अब बसन्त ऋतुमा हरियाली मात्रै देखेको। साइडमा तपाईँले देख्न सक्नुहुन्छ डुङ्गा, एकदम यो हाँसदेखि लिएर सबै छ। यस्तो सबै यो बनाएको हो उनीहरूको सौन्दर्य बढाउनको लागि चाहिँ उनीहरूले कस्तो मजाको पार्कमा यहाँ सबै छ। खासमा हामी चाहिँ यहाँ जगिङ गर्न आएको। अब जगिङ गर्ने क्रममा चाहिँ जगिङ मात्र के गर्नु भनेर हामी चाहिँ एउटा एक्सर्साइज पनि गर्दै एउटा माइन्डलाई रिफ्रेसमेन्ट पनि हुन्छ नि त। कति काम घरमा बस्ने, टिभी हेर्ने, मोबाइल हेर्ने गर्दा हातमा चुखारेहरू भएर चाहिँ हामी एउटा इभिनिङ वाक गर्न आएको। इभिनिङ वाक गर्दा पनि अब रमाइलो भयो। अब कतिपय अब यहाँ अब धेरै छ मान्छेहरूको सहेलीहरू, भनावटीहरू, देखावटीहरू हामीले मजाले निहालेर हेर्न सक्नुहुन्छ। वेणुको भ्यू हामी चाहिँ अहिले हेर्दैछु पोखरीको साइडमा बसेर। लेक साइडकै याद आउँछ यहाँ।
फ्रेसै माछा माछाको धेरै माछाले भोक लाग्यो कोहीजना हामीसँग देख्न खोइ त फुलेकै छैन अहिले फुल पछि फुल्छ होला ल एउटा स्कुटी खानु पऱ्यो एक्सर्साइज गरेर यहाँ चाहिँ स्क्यान गर्नुपर्छ पछि गाडी त खेल्छ ल भिडियो बनाउँछु भन्दा भन्दै रात पनि परिसकेको रहेछ। अब चाहिँ हामी घर फर्किने क्रम पनि भइसक्यो र अब चाहिँ हामी घर फर्किनेछु। धन्यवाद भिडियो हेरेर साथ दिनुभयो। धेरै धेरै धन्यवाद छ।